नमस्ते, वेलकम टु माई अनदर ब्लग। अहिले चाहिँ हामी ठ्याक्कै सीतापुरबाट केदारनाथ ट्रेकिङको लागि अगाडि बढ्दैछौँ। हाम्रो सबै टोलीहरू पछाडि पुरै सबैजना रेडी भएर यहाँबाट निक्लिँदैछ। अब यहाँबाट 1.5 किलोमिटर जति हिँडेर सोनप्रयाग पुगेर त्यहाँबाट गाडी लिएर अनि हामी अगाडि बढ्छौँ। आउनुहोस् भिडियोलाई यहाँबाट सुरु गरौँ। सीतापुरबाट 20 मिनटमा सोनप्रयाग आइपुगेको छौँ। यहाँनिर चाहिँ रजिस्ट्रेसन चेक गर्नलाई पुरै लाइन छ। यत्रो लाइन त कहिले बस्नु पारेको छैन रजिस्ट्रेसन चेक गर्ने ठाउँमा। आज अलिकति हिँड्न पनि थोरै ढिलो भएको छ। 5 लगभग बजिसकेको थियो हामी हिँड्दाखेरि। यहाँ रजिस्ट्रेसन चेकको लाइन भइरहेको छ। हामी सबैजना लाइनमा लागेको छौँ। अगाडि गएर रजिस्ट्रेसन चेक गरेर त्यसपछि यहाँबाट अनि हामी अघि बढ्छौँ। यसपालि फेरि पहिरो गएर यहाँबाट गौरीकुण्ड जाने गाडीहरू बन्द गरेको रहेछ। त्यही भएर हामी यो पोहोर चढेकै उकालोबाट माथि जाँदैछौँ। गौरीकुण्डसम्म हिँडेरै जानुपर्ने भयो। यसपालि फेरि 30 किलोमिटर जति हिँड्नुपर्ने भयो टोटल। पर सीतापुरदेखि आएदेखि सबै जोड्दा 30 किलोमिटर टोटल हिँड्नुपर्ने भयो। यहाँ तर रमाइलो हुने भयो। अस्ति त गाडीमै गइएको थियो। बिजोग घर आयो पालि पहिरो गयो। हिजो गएको पहिरो पनि ठ्याक्कै गलत टाइममा आए जस्तो भइरहेछ। पोहोर पनि यहीँनिर पहिरो गएर बाटो बन्द भएर मन्दिर जाने 1.5 महिना दिएको थिएन। त्यस पछाडि पनि यहाँको सटल गाडीहरू चलेको थिएन। यसपालि पनि ठ्याक्कै यहीँनिर पहिरो गएछ। त्यही भएर बन्द छ। अब यो कहिले बनाउने, यहाँ फेरि यो जति सोह्र त्यति माथिबाट झरेर आउँछ। पुरै बिजोकवाला ठाउँ रहेछ यहाँ। पोहोर त पुरै यहाँ भागेर गुडुडु कुदेर कट्नु पर्थ्यो। यसपालि चाहिँ त्यो अवस्था चाहिँ रहेन रहेछ। पहिरो गएर आज हिँड्नुपर्छ होला भनेर भनेको थिएँ। अलिक वरतिरबाट चाहिँ अलिअलि गाडीहरू चल्दै रहेछ। ठिकै एउटा गाडी त्यहाँ पुगेको थियो। त्यसलाई थकाएर अलिक बेसी पैसा दिन्छु भनेर भनेको। ल हुन्छ लगिदिन्छु भनेर 11 जनाको 550 हुन्छ, 700 रुपियाँ दिएँ। जस गौरीकुण्डको अलिक वरतिरसम्म ल्याइदिएको छ। अब यहाँदेखि यति हिँड्ने पऱ्यो। त्यत्रो 6 किलोमिटर हिँड्नु पर्छ। 5 किलोमिटर त कमै हिँड्नु पऱ्यो नि त। यति भएपछि भिड यति छ, भिडको पुरै नगरौँ, त्यति भिड छ यहाँ। अहिले पनि 20-30 हजार जति पर्यटक छन् पर डे दर्शन गर्ने। पुरै भिड छ लास्टै नै। फाइनल्ली घाम देखेको छ यहाँ माथिबाट। हराउन आँट्दैछ फेरि। पाहाडले छेक्दैछ। जे होस् घाम लागेको छ यतै टिलिलिली परेर। यत्तिकै मौसम हो भने त रमाइलो हुन्छ। पानी चाहिँ नपर्दियोस् भगवान्। आज र भोलि 2 दिन मजाले पुगेर आइन्छ। मस्त घाम लागेको छ। तर 12-1 बजी पछाडि यहाँको मौसम चेन्ज हुन्छ। अलिकति मौसमको भर हुँदैन 12-1 बजी पछाडि चाहिँ। अहिले चाहिँ घाम लागिरहेछ। हामी ठ्याक्कै घोडापडाउ आइपुगेको छौँ। गौरीकुण्डमा आएर चिया खायौँ। अब यहाँबाट हामी ठ्याक्कै 7 बजे 7:30 बजे उकालो लाग्दैछौँ घोडापडाउबाट। यता उयो पवन, यो चाहिँ घोडापडाउ। यहाँ चाहिँ घोडा चढ्नेहरूले घोडा लिने ठाउँ हो। यहाँदेखि माथि उकालो लाग्ने। अब यता मस्त घाम लागेको छ। मस्त एकदम दामी हिमाल देखेको ठाउँ आइपुग्यो नि। यहाँनिर यस्तो मजाले घाम टिलिली टल्केर हिमाल देखिरहेछ। 2 घन्टाको बाटो क्रस गऱ्यौँ। 2 घन्टा क्रस गर्न हामीलाई लगभग लाग्यो 50 मिनट लाग्यो। अब लाग्दैछौँ हामी। अब बिस्तारै धेरै टाइम लाग्छ। अहिले त 50 मिनट 2 घन्टा क्रस भएको छ। बाटो लाग्दैछौँ अगाडि। यो एउटा झरना भएको ठाउँमा आइपुगेको छ। घाम यस्तो मजाले मस्त लागेको छ आज। ओपर दामी घाम लागेको छ। यस्तै घाम माथि जाउँ भने चाहिँ साह्रै मजा आउँछ। टिल्लिलिली नै छ घाम आज। गर्मी भनेर पुरै पसिनै भइसकेको छ। चाहिँ यहाँ अस्ति बाढी आएर बगाएर ढुङ्गाले आएर झरना बनेको ठाउँमा आइपुगेको छ। यसरी दामी झरना बनिरहेको छ। यहाँ नेपाली दाईहरू पनि भेटिएको छ। गीत गाउँदै आइरहेको छ उनीहरूसँग। रमाइलो भइरहेछ। भिजो हामी चाहिँ अहिले 8 किलोमिटर आइपुगेको छौँ। ठ्याक्कै आधी भयो हामी तलबाट हिँड्न थालेको। टाइम चाहिँ भएको छ ठ्याक्कै 11 बजेको छ। 7:30 बजे हामी घोडापडाउबाट हिँडेको थियौँ। यहाँ आइपुग्न 11 बज्यो भनेपछि 8:30, 9:30, 10:30
3.5 घन्टामा आधी आइपुग्यो। ठिक छ भाइ, ठिक छ। नेपाली नै रहेछ घोडावाला। 3.5 घन्टामा आधी आइपुग्यो। अब 4.5 घन्टामा माथि पुगिन्छ। हामी चाहिँ घोडा पढाउन आएको छौँ। यही घोडा छ। अब यहाँबाट मन्दिर भनेको 1.5 किलोमिटर। यहाँ आइपुग्नलाई हामीलाई 3:30 बज्यो भनेको 7:30 मा हिँडेको थियो। 8:30, 9:30, 10:30, 11:30, 12:30, 1:30, 2:30, 3:30, 8 घन्टा लाग्यो। अब धेरै भयो। 45 मिनट यहाँबाट उता होइन छिटै आइपुग्ने। तल अलमालिदा गरेर आयौँ। त्यही भएर धेरै टाइम लागेको हो। यात्रा रमाइलो भइरहेको छ। अहिलेसम्म ठिकै छ। सबैजना सन्चै छौँ। कोही घोडा चढेन आज। योपालिको ट्रिपमा कसैले पनि घोडा चढेन। सबै हिँडेरै आइरहेछौँ। अब म मन्दिर पुगेर यो भिडियो कन्टिन्यू गर्छु। कस्तो गाह्रो भइसक्यो गलेर। फाइनल्ली हामी सबैजना यहाँ हेलिप्याड आइपुगेको छौँ। अब यहाँबाट मन्दिर त नजिकै हो, देखिरहेछ। यात्रा रमाइलो भइरहेछ। सबैजना हिँडेर आइपुग्यो आज मन्दिरको माथि। यहाँनिर अझै अगाडि जाउँ घर। यो टुप्पो मन्दिरको देखिरहेछ। यहाँ आइपुग्यो हामी ठ्याक्कै। अब हामी 5 मिनट जतिमा त्यहाँ पुग्छौँ। यहाँ पुगेर मन्दिरमा फोटोसोटो भिडियो खिच्न अलिक उज्यालै छ अहिले। हुस्से लागेर अलिक अँध्यारो भयो जस्तो भएको मात्रै हो। फाइनल्ली 7.5 घन्टा जति हिँडेर हामी मन्दिर आइपुगेको छौँ। मेरो अगाडि चाहिँ केदारनाथ बाबाको मन्दिर छ। यहाँ आए पछाडि जतिचोटि आए पनि त्यो पहिलोचोटि आउँदाको जुन खुसी थियो त्यो खुसी नै रहन्छ क्या जहिले पनि। जतिचोटि आए पनि यहाँ आउँदाको खुसी बयान गर्न सक्दिनँ म। यो सालको दोस्रो मेरो यात्रा। भाइहरू यहाँ पुरै भिडियो बनाएर बसिरहेको रहेछ अघि नै आएर। ब्लगमा हाल्न चाहिएन। जानु दाइ मेरो खिचिन्छ। राति 1 बजी नै दर्शन गरेको। आज पनि मोबाइल चाहिँ कोठामै चार्जमा थियो। त्यो हुँदा आएर भ्लगहरू केही बनाउनु पाइनँ। अहिले चाहिँ यहाँ अब फोटोसोटो खिचेर जाने भनेर आएको छु मन्दिर। बिहानको 6 बजेको छ। घाम मजाले लागिरहेछ। यतिर चाहिँ यसरी टल्किन थालिसकेको छ। हिमालय यसरी देखिरहेछ, उभिरहेको छ। आज पुरै मौसम खुल्ला छ। यो मेरो अगाडि केदार बाबाको मन्दिर फेरि एकचोटि। अब हामी यहाँबाट फोटोसोटोहरू खिच्छौँ मजाले। सबैलाई चित्त बुझ्दै गरी फोटो खिचेर अनि यहाँबाट हामी निक्लिन्छौँ। पवन पनि मसँगै छ। हामी सबै सँगै छौँ पवनको भ्लगमा। मेरो भ्लगमा पनि हेर्नु पऱ्यो नि तिमीले। अब चाहिँ हामी यहाँ पछाडि भीमशिला भएको ठाउँमा आएको छौँ। मेरो पछाडि यहाँ भीमशिला ठ्याक्कै मन्दिरको पछाडि छ। मन्दिर यता यहाँ भीमशिलामा आइपुगेको छौँ। भ्यू यति राम्रो छ नि यहाँको। टक्क घाम लागिरहेछ। हिमालमा टिलिली टल्केर यसरी कस्तो दामी देखिरहेछ। बिहानको 8:13 गएको छ। हामी ठ्याक्कै हेलिप्याडबाट ओह्रालो लाग्दैछौँ। हाम्रो अब केदारनाथ दर्शन सबै सकेर फोटो भिडियो बनाउने काम सबै सकेर अब हामी गौरीकुण्डतर्फ प्रस्थान गर्दैछौँ। यहाँबाट अब 16 किलोमिटर गौरीकुण्डसम्म हिँडेर त्यस पछाडि हामी अगाडि गएर आज कहाँसम्म पुगिन्छ त्यहाँसम्म गएर बस्छौँ। हल्का मौसम अहिलेको भन्दा धुम्मिन थालिसकेको छ। अघि पुरै घाम लागिरहेको थियो मौसम। अहिले हल्का बादल आयो जस्तो भइरहेछ। पानी कता पर्छ यहाँको टुङ्गै हुँदैन। अहिलेसम्म त राम्रै छ मौसम। हिजोको जस्तै मौसम हुँदै एकदम धेरै राम्रो हुन्छ। दर्शन एकदमै धेरै राम्रो भएको छ सबैजनाको। हामीले चाहिँ योपालि पनि भिआइपी टिकट काटेर दर्शन गरेको थियौँ। दर्शन एकदम बबाल धेरै राम्रो भएको छ। राम्रो दर्शन गरियो। अब हामी तल गौरीकुण्डतिर फर्किँदैछौँ। 5 घन्टा 45 मिनटमा हामी गौरीकुण्ड आइपुगेको छौँ माथिबाट हिँडेको। अब यहाँ अगाडि गएर खाजा खाएर अनि फेरि अगाडि जाने गाडी पाउँछ पाउँदैन। हिजो बाटो बन्द थियो, खुलेको छ कि छैन। अहिले लास्टमा चाहिँ कुदेर गले यस्तो भएछ। सास फुलेको गलेको त होइन। गौरीकुण्ड फाइनली आइपुगेर यहाँ मोमो खान आँटेको भाइको होटलमा। स्पेसल नेपाली रेस्टुरेन्ट भन्ने छ। भाइले मेरो भिडियो हेरेको छ अरे। योभन्दा खुसीको छेड अरू केही पनि हुँदैन। उसले मेरो भिडियो हेरेको छ अरे। जे होस्
तपाईँहरू पनि केदारनाथ जाँदाखेरि गौरीकुण्डमा आउँदाखेरि यता तलबाट जाँदा राइट साइडबाट स्पेसल नेपाली रेस्टुरेन्ट भनेर छ। यहाँ दामी मोमो पाउँछ। म अगाडि आउँदा नि खाएको छु यहाँनिर। हामीले पैसा नदिने मैले पनि तिमीलाई लट्ठी दिए त। हामीले गौरीकुण्डमा भेटेको नेपाली नानीहरू। सोचा था कि मैं जाऊंगी कभी इतना मजा आया? बहुत मजा मैं 6 बार गए जाके आया हूँ। ये छठी बार है मेरा। बहुत अच्छा लगा। साक्षात भगवान है वहाँ पे और स्वर्ग है वो स्वर्ग। तुम्हारे कितनी तकदीर है। मैं छठी बार जाके आया हूँ। हामी चाहिँ हिजो नै दर्शन सकेर त्यहाँबाट सीतापुर आयौँ। गौरीकुण्ड आइपुगेसम्मको त्यो भिडियो मैले बनाएको थिएँ। त्यहाँदेखि यता सीतापुर आयौँ बस गाडी चढेर। बाटो खोलिसकेको थियो अस्ति बन्द भएको बाटो। त्यहाँदेखि यता 70 किलोमिटर जति आएर अहिले रुद्रप्रयाग भन्ने ठाउँमा बास बसेको थियौँ। अब यहाँबाट हामी अब आज हरिद्वार जान्छौँ। हरिद्वारबाट बेलुका हामी दिल्लीको लागि प्रस्थान छौँ। त्यो यो भिडियोलाई म यहीँ इन्ड गर्छु।